गुड मर्निङ सबजनालाई। मेरा अपलाइन ग्रेट अपलाइन सम्पूर्ण सरजहरूलाई आज यो बिहानी 2082 साल माघ महिनाको आज 12 गते 13 गते मर्निङ वकको दौरानमा म आज चिन्ने डाँडा आएको छु। हाम्रो चिन्ने डाँडा अघि नै मैले भने वेलकम टु चिन्ने डाँडा चाहिँ यहाँ माथि हो। चिन्ने डाँडा नजिकै आइसकेको छ। ल एउटा मिनी चिन्ने पनि भन्छ अथवा यसलाई रमिते डाँडा पनि भनिन्छ। ल यो धेरै समय बाद आज एउटा वक सुरु भएको छ। सबैजना सब मेम्बरलाई जानकारी, हजुरहरू पनि वक जानु होला र आफ्नो स्वास्थ्य बढाउनु होला। यो बाटो आएको म यो च्यान डाँडाको बाटो। म एक्लै च्यान डाँडा बाटो आएको, त्यसले गर्दाखेरि अलिक अँध्यारोमा आयो भने चाहिँ अलिक अप्ठ्यारो हुँदो रहेछ। त्यसैले गर्दाखेरि अलिक उज्यालो भइकन आएको हो है त। अनि अरू सबैजना मेरा लिडर साथीहरूलाई पनि म भन्न चाहन्छु, सबैजनाले वक गर्नु होला, मेडिटेसन गर्नु होला, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु होला। किनभने हामी स्वस्थ रह्यौँ भने मात्रै सबै थोक गर्न र देख्न पाइन्छ। तपाईँ हामी नै अब स्वस्थ रहेनौँ भने अलिकति भन्न जति सजिलो हुन्छ गर्न त्यति नै गाह्रो हुन्छ। त्यो भएकोले गर्दाखेरि भन्न र गर्नुमा त्यति फरक भए तापनि समय मिलाएर तपाईँ हामीले आफ्नो स्वास्थ्यको लागि बिहान 1 देखि 2 घन्टा छुटाउँ भन्न चाहन्छु। किनभने बिहानको अरू समय सबै हामी काम व्यवसायमा खर्च गर्छौँ भने बाँकी रहेको बिहानको यो 2 घन्टा अब 6 देखि 8 हुन्छ कि होइन, 7 देखि 9 हुन्छ कि अथवा 5 देखि 7 हुन्छ कि चाहिँ हामीले हाम्रो शरीरलाई, हाम्रो जीवनलाई पनि दिनुपर्छ। सधैँभरि सबै 24 घन्टामा 24 घन्टा भागदौडमा मात्रै बिताउनु भएन। हुन त म आफू पनि धेरै भागदौडमा बिताइरहेको हुन्छु, तैपनि बिहानको अलिकति समय चाहिँ फ्रेस मोड होस्, शरीरलाई पनि स्फूर्त राख्नु भनेर यो बिहानको वक गरिरहेको छु। बस यति भन्दै म सबै साथीहरूलाई र सबै हाम्रो अग्रज लिडरहरूलाई स्मरण गर्दै म अब यहाँबाट रिटर्न फर्कन लागिरहेको छु। धन्यवाद।